फर्स्ट वर्ड आभेन्टुएर भन्ने छ जर्मन वर्ड। त्यो आभेन्टुएरलाई सम्झनलाई हामीले के गर्नुपर्छ भन्दा वर्ड भयो आभेन्टुएर, त्यसको मिनिङ हो साहसिक यात्रा। त्यसपछि त्यसको किवर्डको रूपमा आभेन्टलाई एवन भन्यो, टोयर भनेको टायर है, एवन टायर। अब एवन भनेको हो त भन्दा हाम्रो साइली फुपूको छोरा एवन टायर। एवन टायर सम्झेपछि के हो भन्दा एवनले एउटा ठुलो ट्र्याक्टरको टायर छ, त्यो ट्र्याक्टरको टायरलाई एउटा लाठीले चलाउँदै 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 गएर चाहिँ त्यो एउटा साहसिक यात्रा गर्नु, हिमाल चढिरहेको, सगरमाथा चढिरहेको चाहिँ त्यो टायर घुराएरै चढिरहेको सम्झिँदा सहिलो हुन्छ। त्यही भएर के सम्झ्यो भन्दा एवन टोयर, एवन टोयर भनेको साहसिक यात्रा गरिरहेको सम्झिने। नेक्स्टमा छ अर्को वर्ड, यसमा फ्रुड भन्ने छ, फ्रोइड भन्ने छ, एफआरइयुडी, फ्रोइड। यो जर्मन वर्ड हो, यसको मिनिङ हुन्छ खुसी। अब खुसी एउटा चाहिँ मिनिङ हो, किवर्डलाई चाहिँ फ्रुडलाई हामीले सम्झिनु पर्छ फ्राइडे सम्झौँ। अब फ्राइडेमा कसरी खुसी हुन्छ त, त्यो खुसीसँग लिङ्क गराउँदाखेरि चाहिँ फ्राइडेमा हाफ छुट्टी हुन्छ हाम्रो नेपालमा पहिलेदेखि नै। त्यो हाफ छुट्टी हुनुले गर्दा सबैजना गुड फ्राइडे मनाउन जाने गर्छन्, त्यही भएर खुसी हुन्छन् उनीहरू, यसरी सम्झिन सकिन्छ। त्यसपछि नेक्स्ट छ मुट। मुट भन्ने जर्मन वर्ड, त्यसको मिनिङ हो साहस। अब किवर्डको रूपमा मुट भन्ने सुनिँदाखेरि चाहिँ मुटु भन्ने सुनिन्छ। त्यो मुटुसँग चाहिँ हाम्रो साहसलाई जोड्दाखेरि के गर्न सकिन्छ भन्दा मुटु दरिलो भएको मान्छे साहसले भरिएको हुन्छ, किनभने जसको मुटु एकदमै ठुलो छ ऊ जताकतै पनि जान सक्छ, साहसले भरिएको हुन्छ। त्यही भएर मुटबाट साहस सम्झिन सकिन्छ। थ्याङ्क यू सो मच।